फेरि पुनर्बहाली गर्नुपर्छ भन्ने माग हो। हाम्रो माग त के हो भन्दाखेरि हामी समाजवाद पक्षधर मान्छे हो। यो मुलुकमा भएका सामुदायिक संस्थाहरू मजबुत हुनुपर्छ। सामुदायिक संस्थाहरू चाहिँ समुदायकरण हुनुपर्छ। समुदायसँग जोडिएको संस्थाहरूप्रतिको राज्यहरूले दोहन गर्ने होइन, राज्यले त्यसलाई चाहिँ प्रोटेक्सन गर्ने हो। राज्यले त्यसलाई चाहिँ नाफाको दृष्टिकोणले अघि बढाउने हो। जनतालाई समान ढङ्गले चाहिँ सेवा सुविधा चाहिँ सम्प्रेषण गर्ने हो भन्ने हामी सोचिरहेका छौँ। अहिलेको हकमा त्यो 12-22 अर्ब पैसा पनि उठ्ने कुरा र कुलमान घिसिङलाई चाहिँ तपाईँको कुनै पनि हालतमा चाहिँ फेरि पुनर्नियुक्ति गर्ने कुरा स्टे अर्डर त सुप्रिम कोर्टले देला। तर पनि निर्विकल्प यो हामी यो नालायक सरकारले के भन्न चाहन्छौँ भने हाम्रो देशमा भएका सामुदायिक संस्थाहरू विभिन्न संस्थाहरू भएका छन्, तर एउटा विद्युत प्राधिकरण मात्रै अहिले कुलमान घिसिङको नेतृत्वमा आएर गएको अवस्थामा यो अहिले प्राधिकरणले सिद्धिने जुन प्रचेष्टा गरिएको छ यो निजीकरण दलालीकरणको मिलिमतमा चाहिँ यो राष्ट्रिय संस्थाहरू सरकार अन्तर्गत चलेका सामुदायिक संस्थाहरू सिद्धिने जुन खालको हरकत गरेको छ यो दलाल नोकरसाही दलाल एउटा चाहिँ सुनिदिनु सकेको यस्तो सडक हामी कुनै पनि हालतमा सक्दैन भन्न चाहन्छु।